आज पहिला जस्तो मान्छेको चलपहल भिडभाड आज के बुधबार भएर मलाई सायद मान्छेको चलपहल त्यति देखिएन। शनिबार आइतबार हुन्छ होला अनि मङ्गलबार शनिबार र मङ्गलबार अलिक बढी विशेष हुन्छ। अन्त अहिले हामी अबेला आएर नि होला आएर गइसक्नु होला। यता मन्दिरको छाना पनि चेन्ज भएछ। सुनकै हाल्नु पर्ने है तामाको मात्रै छ। अब 10 वर्षपछि हजुरआमा सुनकै हुनसक्छ। अब नै अर्को छुट्टी आउँदा चाहिँ त्यो सफा गरिराख्छन् होला नि है त्यो छानो चाहिँ। यसको बारेमा भनिदिनु होला केही। लामै दन्त्य कथा थियो तर मलाई पनि छ ल्याउनु। यसरी बागलुङबाट पर्वत बिहा गरेर जाँदाखेरि बेहुली ल्याएर यहाँ बिसाएको अरे क्या ठाउँमा पर्वते राजाले। यो पनि पहिला थिएन अहिले भएछ। नानीहरूले पूजा गरेर पनि थप्छ कि पहिलो घन्टी बजाइदिउँ है कालिकाको। तपाईँहरू बागलुङ पर्वत म्याग्दीतिर घुम्न आउनुभयो भने यहाँ आउनु भएन तपाईँलाई पछुतो हुन्छ। स्वर्ग बागलुङ कालिका आउनु भएन भने पछुतो हुन्छ। कसरी पनि आउनु होला एकचोटि बागलुङ भिजिट। टाढा टाढाबाट मुस्ताङतिर घुम्न आउनुहुन्छ भने एकपटक मालढुङ्गाबाट सर र बागलुङ कालिका मन्दिर दर्शन गरेर अनि जाने। नत्र फेरि पछि गएर फेरि ला जानै पाएन भनेर रिग्रेट फिल होला नि। त्यही होला। सिद्धार्थी, महागौरी, कालरात्री, कात्यायनी पढ्नै आउँदैन नेपाली पनि। स्कन्द माता यो कृष्ण मण्डप, चन्द्रघण्टा, बर्मा चन्द्राणी, शैलपुत्री यो पढ्नै नै आएन नेपाली याद। गङ्गा स्नान घर भित्रै नुहाउनु पाइन्छ र? ए आमा है। हाम्रो विनम दाईलाई धेरै धेरै स्वागत छ बागलुङ कालिकामा। खत्रै ल नि घन्टी के बनाउँदैन आउने बेला टाढो राख्छु कि हामी जाने बेलै आउँछ ल आराम हुनुहुन्छ? मोबाइल त छ नि? वाउ Ranjan. पहिला जुत्ता चप्पल राख्ने ठाउँ पनि राम्रो व्यवस्था भएछ। पहिला यहाँ झाडी हुन्थ्यो, चप्पल हराउँथ्यो है। सिस्टम छैन। कस्तो राम्रो व्यवस्था भएछ पहिला धेरै खुसी लाग्यो। लगिसक्ने चाहिँ एक राउन्ड त घुमाउँ क्या? घुम्न चाहिँ पर्दैन होला।
बागलुङ कालिका भजन कीर्तन चलिरहेछ। यता चाहिँ हजुर हेर्नु माथि तिम्रो पहिला यो थिएन होइन अहिले बनाएको यो फोटो स्टुडियो पनि रहेछ। के पूजा हुन्छ भने यहाँ हजुर घेरानी केरानी गरा पुरानो यता यस्तै होला है। गरे त सर काट्ने यो त पुरानो भवन थियो त्यो भत्का नयाँ बनाएको रहेछ। नयाँ नयाँ बनाएको पहिला यहाँसम्म सानो बाटो थियो नि यतातिर पुरानो घर भवन थियो अनि चाहिँ अहिले खुल्ला खुल्ला छ। पहिला पऱ्यो भने यता छेउतिर थियो क्या बिचरा कति गाह्रो भएको होला। बागलुङको पहिचान बाघ। अझै बाघको मूर्ति राखेको चाहिँ के हो बागलुङको पहिचान हो। बागलुङ कालिका बाघ बागलुङ कालिका बाघ चोकमा नि छ टिका लाउने ठाउँ होला। फाइनली पूजापाठ गरेर हामी फेरि फर्किँदै हो। तपाईँहरू पनि दर्शन गरिदिनु होला है भिडियोमै भए पनि। कालिकाको कालिका माई के भन्नुहुन्छ। ल है हामी चाहिँ मन्दिर सन्दिर दर्शन गरेर फर्किँदैछौँ। त्यो चाहिँ बाटोमा रमाइलो भइरहेछ। बागलुङको बसाइ कालिका मन्दिर दर्शन त्यस्तै हो। खासै बोल्न चाहिँ आउँदैन क्या फेरि त्यहाँबाट गल्ती भयो नि त हजुर। कुनमा अर्जुन सापकोटा गाडी छ नि घालीको तिम्रो याद घालीको हिमाल भन्दा मजा आउँछ नि यसरी बनाएको है। त्यही हो मन्दिर घुम्नु आइयो। रमाइलो छब्बास छब्बै 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 ऊर्जा पुतली
आउने बेलामा यताबाट जाने बेलामा यताबाट मन्दिरलाई दाहिने पारेर घुमेर जाने है। दिदीलाई पिर परेछ के भयो बादर देखियो बादरी हाम्रो पुर्ख्यौलीहरू दाजुभाइ ए ल बाबु ल के खाइ खतरी हुन् कि